hello everyone, welcome back to my mini vlog. अनि हजुरहरु सबैजनालाई जोडले नमस्ते अनि हजुरहरु सबैजना सन्चै हुनुहुन्छ होला भन्ने आशाका साथ मैले चाहिँ भिडियो लिएर आएको छु। नयाँ दिन नयाँ भिडियो हैन। म चाहिँ अब सफा गर्नुपर्ने हुन्छ। पुरै फोहोर भइसकेको छ रुमहरु। सफा नगरेको पनि कति बेला भइसक्यो हैन। के भएर आज चाहिँ सफा गर्दै छु। हजुरहरुको खबर के छ? मेरो त यस्तै छ हैन। अनि मोटरहरु पनि सबै रहेको छु के। साथीहरु जहिले पनि मेरो भिडियोमा मैले पानी आउँदैन भन्छु नि त। आज पनि पानी आएकै छैन है। आज पनि पानी आएकै छैन के धारामा। बिहान के पानी आएको छैन। हिजो रातभरि यति बेसी पानी पर्यो कि यति बेसी पानी पर्यो। त्यही भएर आज चाहिँ पानी आएको छैन धारामा हैन। भाँडा धुनुको लागि पानी पनि छैन। खानको लागि त हिजो मैले धारामा लिन गएको थिएँ बजारमा छ खानको लागि त। भाँडा धुनुहरूलाई चाहिँ छैन। सफा गर्नुपर्ने हुन्छ। पोछा लगाउनुपर्ने हुन्छ हैन। साथीहरु बाहिर यस्तो कुहिरो लागेछ अनि मलाई चाहिँ आज मकै खानु मन लागेर मकै बोइल गरेको छु। यस्तो कुहिरो लागेको छ नि भगवान हेर्नुस् न। आमा धन्दा लडिन पो त। हेर्नुस् त यस्तो कुहिरो छ। साथीहरु मैले चाहिँ आज बोइल गरेको थिएँ मकै र गोलो हैन। अनि सिमीवाला। अनि मलाई चाहिँ एकदमै करेला र तामाको तरकारी पनि खानु मन थियो अनि यसको अचार बनाएँ। अनि चाहिँ टिमुर राखेर नुन खुर्सानी डल्ले खुर्सानी र टिमुर लसुन गरेर नुन लिएको छु हैन। अनि आज चाहिँ मेरो खाना यही रहेको छ है त साथीहरु। अब खानुपर्ने हुन्छ। अनि मौसम हेर्नुस् न कस्तो छ। 10 बजिसक्यो हैन। अहिलेसम्म पनि घाम देखेको छैन। पुरै जाडो महिनामा जस्तो क्या। जाडो महिनामा बढी यता खुल्छ क्या। अहिले हेर्नु न बर्खाको बेलामा यस्तो कुहिरो लाग्छ। हेर्नुस् न पुरै। बाहिर बसेर खायो भने यस्तो हुन्छ है। किरा आउँछ किरा। कुरामा
चाहिँ ल्याएर आउनु मुङ चाहिँ मकै चाहिँ ल्याएर आउनु गोलो मोलो छ हुँदैन मुङ या मकै ज्याल मजाले चाहिँ ज्याले दिए मारौँ क्या साना पानी Sejak mahan gitu. Kula di sana kan. Dah lawa lah. Wah, marah. Hujan na? Mani dem, nul dem.